नाम नन्दलाल राम। पद संस्थापक अध्यक्ष चमार कल्याण समाज मलेसिया। केन्द्रीय सदस्य चमार कल्याण समाज नेपाल। नन्दलाल राम एक निष्ठावान सामाजिक अभियन्ता, मलेसियामा रहेका नेपालीहरूको समस्यामा निरन्तर आवाज उठाउने, साथ दिने र समाधान खोज्ने अगुवा व्यक्ति हुनुहुन्छ। सङ्कटमा परेका नेपालीहरूका लागि उहाँले कहिले पछि नहट्ने साहस र समर्पण देखाउनु भएको छ। उहाँको योगदान न केवल मलेसियामा सीमित छ, तर नेपालमै पनि थुप्रै विपन्न वर्गको जीवनमा परिवर्तन ल्याएको छ। नेपालको एक दलित समुदायमा जन्मनुभएका नन्दलाल रामले सानै उमेरदेखि सामाजिक अन्याय, भेदभाव र गरिबीको अनुभूति गर्नुभयो। यिनै चुनौतीहरूले उहाँलाई समाज परिवर्तनको लागि प्रेरित गरे। मलेसियाको सङ्घर्ष र सेवा। मलेसियामा रोजगारीको लागि पुगेका नेपालीहरूको पीडा उहाँले नजिकबाट देख्नुभयो। कसैले कम्पनीबाट तलब नपाउने, कसैले बिना कारण जेल जानुपर्ने, कागजपत्र हराउने, अस्पताल नपाउने अवस्था। यिनै समस्याहरू समाधान गर्न उहाँले चमार कल्याण समाज मलेसिया स्थापना गर्नुभयो। उहाँले सयौं नेपाली दाजुभाइहरूलाई सङ्कटबाट उद्धार गर्नुभयो। अवैध रूपमा जेलमा परेकाहरूको कानुनी सहायता गर्नुभयो। धेरै पटक नेपाली राजदूतावास मलेसिया जानु पर्यो, जहाँ उहाँले दूतावाससँग समन्वय गर्दै कामदारहरूको समस्या समाधान गर्न सहयोग गर्नुभयो। कम्पनीहरूसँग वार्तालाप गरेर कामदारको हक दिलाउनुभयो। मृतक नेपालीको शव नेपाल पठाउन सहयोग गर्नुभयो। नेपाल फर्किएपछि पनि सेवा यात्रा जारी। नेपालमा फर्किएपछि पनि उहाँको सेवाको भावना रोकिएन। चमार कल्याण समाज नेपालको केन्द्रीय सदस्यको रूपमा उहाँले आर्थिक रूपमा कमजोर बिरामीहरूलाई उपचारमा सहयोग गर्नुभयो। दलित तथा गरिब बालबालिकालाई पढ्न प्रेरणा दिनुभयो। विपद, बाढी, आगलागी, भूकम्पमा परेकालाई राहत सामग्री वितरण गर्नुभयो। अति विपन्न परिवारलाई खाद्यान्न र आवास सहयोग गर्नुभयो।